अब चाहिँ साथीहरू म चाहिँ यहाँ थिएँ अघि हो, अब चाहिँ लागेको यो उकालो आएको नि त अघि म हो। यस्तो छ हेर्नुहोस् है, अब चाहिँ घर लागेको। आज चाहिँ म घुम्नु चाहिँ आएको होइन, खासमा चाहिँ अफिस गएर आएको हो। अफिस जाने काम थियो र चाहिँ गइकन चाहिँ आएको। अन्त त्यो भएर चाहिँ निक्लिएको नि यहाँनिर सानो भिडियो गर्नु पर्यो भनेर निक्लिएको थिएँ हो। अघि चाहिँ म यो बाटो उकालो चढेको थिएँ हो, अब चाहिँ झरेको ओह्रालो। यो चाहिँ रोड माथि पर्छ र चाहिँ हैया ओह्रालो हिँड्दा पनि गल्यो, दामी देख्छ नि त यहाँबाट चाहिँ कि। अन्त यहाँबाट दामी देख्छ र चाहिँ आएको हो। छोटो लाइभ गरेको थिएँ, नेटवर्कको प्रब्लम भएर डिलिट गरिदिएँ हो। अहिले घरमा गएर चाहिँ यो भिडियो हाल्नु पर्यो भनेर गरेको हो। घाम चाहिँ यति डरलाग्दो लागिरहेको छ कि यहाँ। अब म चाहिँ यो बाटो जानुपर्छ। म चाहिँ अफिस गएर आएको, सानो काम थियो र। अब तपाईँहरूलाई यहाँको म चुच्चे ढुङ्गा पनि देखाउँछु। यहाँबाट त्यहाँबाट आएको म अहिले। ओह्रालो त झर्नु छिट्टो हुन्छ नि, चढ्नु साह्रो पर्छ, उकालो हो। सिँढी 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 झर्नुपर्छ नि। यसलाई चाहिँ चुच्चे ढुङ्गा भन्छ हो। पहिला त हामी अलिक मसिनो हुँदा यसको टुप्पीमा बसेर फोटो खिच्थ्यौँ हो। अब त डर लाग्छ चढ्नु, मोटो भएर। यो बाटो चाहिँ हाम्रो घर जानुपर्छ। यहाँ मुनि चाहिँ स्कुटी राखेर चाहिँ उकालो चढेको हो। बाटो चाहिँ दामी नै छ यतिको।